हेलो एन्ड नमस्ते टु यु अल। आज हामी चाहिँ सुन्दरी जल जाँदै हामी चाहिँ साथीलाई लिन जाँदैछौँ। उसको घर जाने बाटो चाहिँ लास्टै नै खराब थियो, त्यही पनि हामी गयौँ र साथीलाई लिन जाँदाखेरि यसो दुर्घटना पनि भयो। यो बाटो खराबको कारण चाहिँ यस्तो भएको हो। मेन कुरो चाहिँ त्यही पनि फेरि उठेर हामी चलिरहेको थियौँ। एउटा मान्छे चाहिँ नचिन्ने मान्छे आइदिएर होइन लाइसेन्स छ भन्दै सोधिरहेको थियो, त्यही पनि हामीले त छैन भनेर चल्दियौँ। अनि त्यो मान्छे चाहिँ पछाडि पनि लखाट्न खोजिरहेको थियो, त्यही पनि हामी चल्दियौँ। अनि यो सुन्दरी जल जाने बाटो चाहिँ बागमती फाटबाट हुँदै जानुपर्छ र बागमती फाटबाट चाहिँ अलिकति बाटो नराम्रो पनि छ, कच्ची हिलो र धेरै जस्तो भनौँ न अलिकति नराम्रै छ। यो बाटो चाहिँ लगभग 5 मिनटसम्म नराम्रै छ, त्यसपछि चाहिँ पिच रोडहरू आउँछ र पिच रोडबाट सुन्दरी जल सजिलै पुग्न सकिन्छ। अनि सुन्दरी जल पुगिसकेर चाहिँ यसो स्कुटी साइडमा लगाएर केटाहरूसँग त्यहीँ यसो गफगाफ गऱ्यो अनि भ्यू हेरेर एक दुईवटा फोटो खिचेर खाजा खायौँ। अनि खाजामा चाहिँ चिया र बिस्कुट खायौँ। अनि फेरि घर फर्किने बेला चाहिँ रोडको कारण फेरि एक्सिडेन्ट, अनि फेरि हामी केटाहरू चाहिँ घर फर्किने पर्यौँ। अनि फेरि घर फर्किदियौँ। यदि लङ भिडियो हेर्नु मन छ भने यो युट्युब च्यानलमै लङ भिडियो पनि छ, गो एन्ड चेक इट आउट।